हामी चाहिँ दिल्लीको लाल किल्ला भन्ने ठाउँमा आएको छौँ। आज हामी घुमिरहेछौँ। यहाँ चाहिँ कति रमाइलो छ। देश तथा विदेशका मान्छेहरू टनाटनी घुमिरहेछौँ। यहाँ हेर्नु त कति राम्रो। हामी चाहिँ टिकट काटेर आएको यहाँभित्र। यो चाहिँ लाल किल्ला हो अनि यो चाहिँ हामी चाहिँ आज 5 जना घुम्न आएको। कस्तो लाग्यो दिदी यहाँ दिल्ली? धेरै रमाइलो छ। एकदम राम्रो लाग्यो मलाई चाहिँ। बसिरहेको जस्तो लागेछ। शीतल पनि थियो है? शीतल धेरै छ। आज चाहिँ हामी लाल किल्ला घुम्न आएको। हामी चाहिँ दिदी भिनाजु म दिदीको छोरी चाहिँ आएको। आज चाहिँ हामी लाल किल्ला कति रमाइलो छ यहाँ। हामी चाहिँ दिल्ली आएको बेला आउन त योभन्दा पहिला पनि आएको थिएँ म चाहिँ लाल किल्ला। त्यही पनि अहिले यसो घुमेर जाउँ भनेर। यो चाहिँ लाल किल्लाको गेट हो। यति ठुलो छ। चाहिँ मेरो दिदीको छोरी, यो चाहिँ मेरो दिदी, यो चाहिँ भिनाजु र मेरो भदु। हामी चाहिँ आज लाल किल्ला घुम्न आएको गाइस। हेलो दिदी, आज चाहिँ हामी लाल किल्ला आएको न। यति रमाइलो छ। भिनाजु दिदी म दिदीको छोरी चाहिँ आएको हामी। यो चाहिँ पुन्टे पनि हामीसँग आएको। यो चाहिँ हामीसँग न्यु खोजिरहेको छ। अघिदेखि झगडा गर्नलाई न्यु खोजिरहेको गाइस। दीदी कहाँ गइन्? ल ल भाउको न त्यो भाउको न आयो। यस्तो हामी यो आकृति जस्तो छ यो पनि। कहाँ गया? यस्तो राम्रो राम्रो सामान पाउँछ गाइस। यहाँ त हाम्रोमा यति राम्रो राम्रो सामान पाउँछ। यस्तो यस्तो चाहिँ हामी चाहिँ यहाँ घुम्न आएको। निसु कस्तो लाग्यो? एकदम राम्रो। धेरै रमाइलो छ। एकदम राम्रो छ। सधैँ राम्रो छ। हामीले चाहिँ यो कडा चाहिँ किन्ने भनेको गाइस। यति राम्रो छ, यति राम्रो छ। यो चाहिँ इन्डियाको लाल किल्लाको माथि चाहिँ यस्तो छ। यस्तै गेटभित्र यस्तो छ। यति रमाइलो छ गाइस। जुल्लीहरू पनि कति राम्रो राम्रो छ। यति रमाइलो छ। आज चाहिँ हामी घुम्न आएको। यति रमाइलो छ। हजुरहरू हेर्न सक्नुहुन्छ हाम्रो लाल किल्ला।